हेलो नमस्ते वेलकम टु माई भ्लग दिस इज माई फर्स्ट भ्लग। त्यति बोल्न त आउँदैन, त्यही पनि आशा छ हजुरहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुन्छ। म चाहिँ कुस्ती खेलाडी हो। आज चाहिँ म हजुरहरूलाई मेरो कुस्ती खेल सम्बन्धी पहिलो भ्लगमै योलाई जोड्न चाहेर मैले चाहिँ भिडियो बनाइरहेको छु। हजुरहरूले चाहिँ कुस्तीको बारेमा केही जानकारी पाउनुहोस् होइन। अनि त्यसपछि चाहिँ अब कुस्ती चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा धेरै चर्चित छ। तर नेपालमा चाहिँ त्यति फेमस छैन। तराई क्षेत्रमा चाहिँ दङ्गल भनेर चिनिन्छ, तर त्यो माटोमा खेल्ने दङ्गल चाहिँ इन्टरनेसनल लेभलको छैन होइन। म्याटमा खेल्ने चाहिँ इन्टरनेसनल लेभलको छ। त्यस कारणले आज चाहिँ हजुरलाई म यो थोरै भ्लग देखाएर चाहिँ कुस्तीको बारेमा केही जानकारी गराउन पाएँ। यसो हेरेर माया साथ सपोर्ट दिनु होला। चाहिँ अहिले 7 बाटो चोकमा आएको छु। त्यो 7 बाटो चोकको पुलिस चौकीकोदेखि यतापट्टि बायाँतिर लाग्नुपर्छ। हाम्रो चाहिँ यहाँ अन्तर्राष्ट्रिय खेलकुद परिषद छ, त्यही हाम्रो कुस्ती ट्रेनिङ हुन्छ। मेरो चाहिँ यो पहिलो भ्लग भएको कारणले मलाई भ्लगको बारेमा अलिकति नलेज नभएर आफ्नो बेस्ट दिने प्रयास गर्दैछु। यो चाहिँ हामी अन्तर्राष्ट्रिय खेलकुद परिषदमा आइसकेका छौँ। हाम्रो चाहिँ यहीँबाट चाहिँ यहीँभित्रबाट चाहिँ यतातिर ट्रेनिङ हुन्छ। म चाहिँ यहाँ साइक्लिङ गरेर आउँछु कि उताबाट, त्यस कारणले अलिकति भिडियो बनाउन असजिलो भइरहेको छ। यहाँ चाहिँ हाम्रो जेएनजी पार्क भनेर एउटा बन्न लागिरहेको छ। म चाहिँ अहिले 7 बाटो कुस्ती प्रशिक्षण केन्द्रमा अथवा यहाँ ट्रेनिङ गर्ने ठाउँमा आइपुगेको छु। हाम्रो यहाँ कुस्ती प्रशिक्षण केन्द्र यो छ। हाम्रो चाहिँ यहाँको चिफ कोच चाहिँ ममताज अली इद्रिसी हुनुहुन्छ। हाम्रो म्याट चाहिँ यस्तो हुन्छ। यो म्याटमा चाहिँ हामीले ट्रेनिङ गर्छौँ। बिहान 8 बजीदेखि 10 बजीसम्म ट्रेनिङ हुन्छ। अब चाहिँ हाम्रो ट्रेनिङ सुरु हुन्छ। यसरी नै यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। धन्यवाद भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा। यहाँ चाहिँ हाम्रो कुस्तीको चाहिँ अलि सिनियर दाइ हुनुहुन्छ। यहाँ कुस्तीको बारेमा थोरै जानकारी र रेस्लर हुनुको लागि के गर्नुपर्छ भन्ने केही जानकारी दिनुहुन्छ। नमस्कार, म सुरेश साउथ एसियन नेसनमा एउटा राम्रो रेस्लरमा चाहिने भनेको स्पिड, टेक्निक र पावर हो। त्यो तिनटैको कम्बिनेसन मिलायो निरन्तर ट्रेनिङ गर्यो भने राम्रो रेस्लर बन्न सकिन्छ। अहिले नेपालमा रेस्लिङ त्यति चाहिँ फस्टाउन सकेको छैन भने नेपालमा यसको स्कोप नभएर होला। तर स्कोप छ, तर यसलाई चाहिँ प्रचार प्रसारणको कमीले, संरचनाको कमीले, लगानीको कमीले चाहिँ फस्टाउन सकेको छैन। तर पहिलाभन्दा रेस्लिङ अहिले धेरै माथि छ। यदि यहाँहरूले रेस्लिङ सिक्ने इच्छुक भएकोमा भाइलाई सम्पर्क गर्नुहोला। हामीले चाहिँ तपाईँहरूलाई रेस्लिङ सिकाउने छौँ र नेपालमा पनि रेस्लर छन् भन्ने एउटा मेसेज दिनेछौँ। हस्, धन्यवाद। धन्यवाद। यसरी नै साथ सपोर्ट दिनु होला। अहिलेको लागि छुट्टिन्छौँ।